दर्शकवृन्द नमस्कार। आई एम रेस्पोन्सिबलको यो तेस्रो अङ्कमा यहाँलाई हार्दिक स्वागत छ। म रघुनाथ वाग्ले। निर्वाचन सम्पन्न भएर मत परिणाम आइसक्दा पुराना भनिएका राजनीतिक दलहरूलाई जनताहरूले पत्याएनन् भन्ने कुरा अब स्पष्ट भएको छ। आज हामी नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य कृष्ण केसी, नेकपा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा र नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य राज काजी गुरुङ करणसँग संवाद गर्दैछौँ। नमस्ते, स्वागत छ तपाईँहरू सबैजना। नमस्ते। आराम हुनुहुन्छ? एकदम ठिक छ। सबैभन्दा पहिला म कृष्ण केसी सरबाट सुरुवात गर्न चाहन्छु। सुधार्यौँ कङ्ग्रेस, बदल्छौँ देश भनेर जनतामाझ जानुभएको, जनताले राम्रैसँग झापड लगाए, के अनुभूति गर्नुभएको छ? नेपाली जनताको सेन्टिमेन्ट कस्तो छ भने एन्टी गभर्मेन्ट सेन्टिमेन्ट। जो आफैले मतदान गरेर पठाएको पार्टी अथवा नेता सत्तामा जान्छ, त्यही मतदाता त्यो सत्तामा पुगिसकेपछि त्यसको विपक्षमा देखिने र त्यहाँ दोस्रो इलेक्सन आउँदाखेरि त्यो मत अन्यत्र जाहेर गर्ने एउटा त्यो देखिन्छ। तपाईँहरू जनमतकै आधारमा हामी कति ठुलो दल हौँ भनेर बारम्बार भनिरहनेहरू अहिले त जनमतका हिसाबले त तपाईँहरू त पिँधमा हुनुहुन्छ। सिद्धिएको अनुभूति भएको छ कि छैन? होइन, म त्यसरी राजनैतिक पार्टी सङ्ख्यामा मात्रै हेर्दैन। राजनैतिक पार्टीले उसले लिएको विचार र उसले लिएको नीतिलाई पनि उसले आधार मान्ने हुन्छ। त्यसैले म त्यो सकिएको भनेर चाहिँ जब उ गर्ने पक्षमा चाहिँ हामी छैनौँ। नवराज सर, पार्टी अध्यक्षको हुँकार, खोक्रो घमण्ड क्या मजाले सिद्धियो, जनताले कति मजाले पछार दिए। यसरी घमण्ड गरेर हुँदो रहेनछ भन्ने कुराको आत्मानुभूति भएको छ कि छैन? जनताले हाम्रो अहिले जहाँ पैसामा राखिदिनु भयो, एउटा हामीसँग दुईवटा कुरा मात्रै सिक्न सकिन्छ। एउटा कुरा, हामीले जनमत यस्तो आउनुको पछाडि कारण के छन् त्यसको खोजी गर्न सकिन्छ। ओके, म त्यहाँ आउँछु। आफूलाई करेक्सन गर्न सकिन्छ। अर्को कुरा के हो भन्दाखेरि हाम्रो पोजिसन घटे पनि हाम्रो भूमिका बदलिँदैन। हामीले अदा गर्ने भूमिका ठिक कि बेठिक, अब मुलुकलाई आवश्यक अनावश्यक भनेर हेर्ने हो। हामी जुन भूमिकामा हिजोदेखि थियो हाम्रो मिसन रहिरहन्छ। एक चुनावले त्यस्तो धेरै अब हामी नकारात्मक भइहाल्नुपर्ने अथवा हौसिहाल्नुपर्ने अथवा निराश भइहाल्नुपर्ने जस्तो मलाई लाग्दैन। तर गम्भीर शिक्षा चाहिँ लिनुपर्छ। हस्, राजकाजी गुरुङ सर, 64 सालको माओवादीलाई जनताले 64 सालमा भनेको जस्तो गरेनौ, तिमीहरूलाई 32 बनाइदिन्छौँ, 64 को आधा बनाइदिन्छौँ भनेर अघिल्लो निर्वाचनमा राम्रै जवाफ दिएका थिए। त्यस पछाडि पनि तपाईँहरूले जनअपेक्षा अनुसार नतिजा दिन सक्नु भएन। अहिले जनताहरूले तपाईँको पार्टी अध्यक्षको शब्द सापट्टि लिएर भन्ने हो भने तपाईँहरूलाई पनि भित्तामै पुर्याइदिए। हामीलाई करिब चाहिँ अब हामी करेक्सन नहुने हो भने हाम्रो पनि अब खैरियत छैन ओके भन्ने कुरामा मोटामोटी पछिल्लो कालखण्डमा हामीलाई राम्रोसँग ज्ञान थियो र त्यो विषयमा हामी जानकारीमा थियौँ। त्यस कारणले हामीले सुशासन, सामाजिक न्याय र समृद्धिको मुद्दालाई चाहिँ हामीले सरकारमा हुँदा क्रियान्वयन गर्न थाल्यौँ र त्यो कुराबाट अलिकति चाहिँ राजनीतिक रूपमा चाहिँ नेकपा एमालेसँग हाम्रो चाहिँ सम्बन्धलाई हामीले मजबुत बनाउन सकेनौँ र त्यसपछि कङ्ग्रेस र एमालेको सरकार बनिसके पछाडि यो मुद्दालाई चाहिँ हामीले हाइलाइट गरेर अगाडि बढेको कुरा साँचो हो होइन विगतमा। तर हामीले यो गर्दा गर्दै पनि प्रयत्न गर्दा गर्दै पनि के कुरा हामीले पुष्टि गर्न सकेनौँ भन्दा हामीले चाहिँ राजनीतिक परिवर्तन गरेको अगुवा पनि हो, संविधान बनाएको पनि हो, आजको एजेन्डा हामीले स्थापित गरेको पनि हो र हामी चाहिँ विगतमा त्रुटि भएको पनि हो। तर त्यो त्रुटिलाई करेक्सन गरेर अगाडि बढ्दैछौँ है भन्ने कुरा चाहिँ तलसम्म हामीले दिन नसकेको कुरा साँचो कुरा हो, जसको कारणले हामीलाई खास गरिकन कङ्ग्रेस, एमाले या हिजोको माओवादी या आजको नेपाली कम्युनिस्ट पार्टी एउटै खालका हुन् भनेर जसरी हामीलाई चाहिँ नि जनताले मत मार्फत जसरी एउटा हिसाबले दण्डित गर्नुभयो, यसप्रति कुनै गुनासो चाहिँ छैन। तर यसले गम्भीर शिक्षा चाहिँ दिएको छ र राम्रो धक्का चाहिँ हानेको छ। मतदाताहरूले मत मार्फत दण्डित गर्नुभएको कुरा स्वीकार्नुहुन्छ? अनि त्यसमा कुनै दुविधा छैन, किनभने यसमा हामीले चाहिँ फेरि अब कुरा के छ भने राजनीतिक रूपमा उठ्न सकिन्छ, राजनीतिक रूपमा फेरि करेक्सन गर्न सकिन्छ, गर्नुपर्छ भन्ने त
उद्देश्य हुन्छ नै, हुनैपर्छ। तर यो कालखण्डमा यो निर्वाचनमा कुरा के छ, हामीलाई दण्डित गरेकै हो। तर राम्रो कुरा के छ भन्नु चाहिँ, यो हामीलाई पनि राम्रोसँग थाहा थियो कि यो निर्वाचनमा यस्तो खालको चाहिँ हुनसक्छ भन्ने कुरामा हामी जानकारीमा थियौँ। तर यो निर्वाचन समयमै नगरेको भए संविधान या राष्ट्रपति जस्तो संस्थाहरूमाथि नै गम्भीर खतरा हुन्थ्यो। त्यस कारणले यो खतरा मोल्नुभन्दा यो निर्वाचनमा पराजित हुनु बरु उचित हो भन्ने हिसाबले नै हामी यसमा चाहिँ गएको हौँ। त्यस कारणले गर्दाखेरि हामीलाई मोटामोटी चाहिँ जानकारी थियो। तर कुरा के छ भने यसलाई क्रस गर्न सकिएन, त्यो कमजोरी भयो। हार्छु भन्ने कुरा तपाईलाई तपाईँ आफै कास्कीको क्षेत्र नम्बर 1 को उम्मेदवार पनि एक्ज्याक्टली, यसमा चाहिँ कुनै दुविधा छैन। किन हार्छु भन्ने थाहा हुँदा हुँदै उम्मेदवारी हामीले पार्टीमा आन्तरिकमा छलफल गरेको कुरा के छ भन्नु चाहिँ, अहिले देशव्यापी रूपमा हामी एक्लै जाने, राजनीतिक रूपमा आफ्नो मूल्य मान्यता स्थापित हुन सकेन। हिजोको आवश्यकताले हामी कहिले कङ्ग्रेससँग चाहिँ चुनावी तालमेल गऱ्यौँ, कहिले एमालेसँग गऱ्यौँ। तर त्यसले के गर्यो भन्नु चाहिँ वैचारिक रूपमा चाहिँ हिजोको माओवादी या आजको नेपाली कम्युनिस्ट पार्टीको छुट्टै धार बनेन के। तर त्यो छुट्टै धार नहुँदाखेरि के हुने भयो भन्दाखेरि ठुलो भ्रम चाहिँ तल पैदा भयो र जनताले हामीलाई खबरदारी गरिरहनु भएको थियो। त्यो कुरा हामीलाई जानकारीमा थियो। त्यस कारणले बरु हार्नको निम्ति तयार हुने, जेनजी आन्दोलनपछि चुनावमा पनि अनिवार्य लाने, यो मुलुकलाई चुनावमा पनि लैजाने र हार्न बरु तयार हुने, तर एक्लै चाहिँ चुनाव लड्ने भन्ने कुरामा चाहिँ आन्तरिक रूपमा चाहिँ हाम्रो वर्कआउट थियो। त्यस कारणले गर्दाखेरि यसमा त हामी ओपनै छौँ। फेरि हस् कृष्ण केसी सर, यो जे परिणाम आयो, तपाईँहरूले अहिले जे भोग्नुभयो, अझ तपाईँको पक्षमा तपाईँको केसमा त अझ फरक छ। तपाईँहरू त सुध्रिएर आएको, हामीले युवा लिएर आयौँ, गगन थापालाई सभापति बनायौँ भनेर जे यहाँहरूले उद्घोष गरेर जनतामा जानुभएको थियो, गगन थापालाई नै जनताले पत्याइदिएनन्। यो मत परिणामको पछाडि के कारण हुनसक्छ? हामीले कहाँनिर जनताको जनअपेक्षा पुरा गर्न सकेनौँ, हामी कहाँनिर चुक्यौँ र जनताले यसरी हामीलाई भित्तामा पुर्याए, अथवा करण सरको शब्द सापट्टि लिने हो भने तपाईँहरूलाई जनताहरूले के कारण मत मार्फत दण्डित गरे? होइन, यसमा हामी प्रष्ट के थियौँ भने मलाई लाग्छ 1.5 वर्ष अगाडि हाम्रो पार्टीको महासमिति बैठक भएको थियो र हामीले महासमिति बैठकमा हामीले प्रष्ट के भएका थियौँ भने गठबन्धनको सरकार थियो होइन, के अरे माओवादी होइन, प्रचण्डज्यू प्रधानमन्त्री, त्यो सरकारमा हामी सहित थियौँ। र त्यो महासमिति बैठकमा हामीले के भन्यौँ भन्दा अब आउँदो निर्वाचन पार्टी एक्लै चुनाव लडेर जानुपर्छ, चुनावमा गठबन्धनमा जानुहुन्न भन्ने कुरा हामीले त्यही बेला केही पार्टीलाई सुधारेर लिएर जानुपर्छ भन्ने कुरा त्यो महासमिति बैठकबाटै सुरु गरे हो। र पछिल्लो दिनमा आइसकेपछि हाम्रो पार्टीको नियमित अधिवेशन गर्ने कुरामा नि तत्कालीन अवस्थामा हुन नसक्ने भइसके पछाडि र हामीलाई प्रष्ट के थियो भन्दा कि सकिन तयार हुनु पर्थ्यो कि सुध्रिन तयार हुनु पर्थ्यो। सुध्रिन तयार कहाँबाट सुरु गर्नु पर्थ्यो भन्दा पार्टीको नेतृत्वबाटै सुध्रिन तयार गर्नु पर्थ्यो। त्यसको लागि चाहिँ दुईटा बाटो, कि नियमित अधिवेशन हो कि विशेष अधिवेशन हो। अब हामीले नियमित अधिवेशनको प्रयास गर्दा नि नियमित अधिवेशन हुन नसकिसके पछाडि हामी विशेष महाधिवेशनमा गयौँ र हामीले नेतृत्व परिवर्तन गऱ्यौँ। र नेतृत्व परिवर्तन गर्दाखेरि के भयो त भन्दा हामी सुध्रिएको, हामी जे कारणले र जुन मुद्दामा नेतृत्वदेखि नीतिसम्म लिएर हामी सुध्रिएका छौँ भनेर हामीले जुन उद्देश्यका साथ हामीले चाहिँ विशेष महाधिवेशन टुङ्ग्यायौँ, त्यो कुरो आम जनतालाई बुझाउन हामीसँग समय भएन होइन। 2 गते मात्रै हामीलाई चाहिँ निर्वाचन आयोगले आधिकारिकता दियो र 6 गते उम्मेदवारी दर्ता गर्नेपछि हामीलाई त्यो समय एउटा भएन। अनि दोस्रो कुरा के हो भन्दा नडाँटिकन भन्दाखेरि पार्टीहरूभित्र हामी व्यक्ति पनि हो, अनि व्यक्तिका इच्छा चाहनाका कुरा पनि हुन् र भइसके पछाडि तत्कालै हामीले नेतृत्व परिवर्तन गर्दाखेरि त्यो नेतृत्वको व्यवस्थापन गरेर पार्टीलाई जसरी एक ढिक्का बनाएर लिएर जानुपर्ने जुन अवस्था थियो, त्यो समय अभावका कारणले जति हुनुपर्थ्यो त्यति भएन। जनताले तपाईँहरूलाई मत मार्फत दण्डित गरे, त्यसको मुख्य कारण के हो? तपाईँहरू कहाँनिर जनताप्रति गैर जिम्मेवार बन्नु? होइन, जुन विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व लिएर आयो नि, यसको दुईटा के मैले भने हामी पूर्णतः विगतको गल्तीलाई करेक्सन गरेर अब हामी नयाँ ढङ्गले हामी चाहिँ सुध्रिएर जान्छौँ र पुरानो गल्तीलाई करेक्सन गर्छौँ। त्यो करेक्सन गर्ने कुरा ऐन, देशको ऐन कानुन मौजुदा संविधानभित्र रहँदा हिजो गल्ती गरेको भनेर कोही प्रमाणित भयो भने हाम्रो पार्टीभित्र होइन, तत्कालीन सभापति मात्रै होइन, वर्तमान सभापतिले म पनि सजाय भोग्न तयार छु भन्ने कुरालाई हामीले जनताका बिचमा राख्यौँ। जनताले जसरी हामीले राख्दा विश्वास गर्छन् भन्ने जनताले त्यो कुरा नि विश्वास गर्नु भएन। र अर्को कुरा के रह्यो भन्दा
हामीले हाम्रो अधिवेशन भइसके पछाडि हामीसँग केही समय रहेको भए हाम्रो पार्टीको आन्तरिक व्यवस्थापनलाई हामी मिलाएर लिएर जान्थ्यौँ। हस्, थ्याङ्क त्यो यू। पनि सकेनौँ हामीले। थ्याङ्क यू सो मच। नवराज सर, जसरी तपाईँहरूलाई अहिले मत मार्फत मतदाताले दण्डित गरेका छन्, यसको पृष्ठभूमि, यसको ब्याकग्राउन्ड के कारणले गर्दा? मैले सुरुको प्रश्नमा त तपाईँको पार्टीको अध्यक्षको हुकार, खोक्रो घमण्डलाई चाहिँ भित्तामा पुर्याए जनताले भन्ने कुरा त भने, तर तपाईँहरूलाई पनि केही न केही आत्मानुभूति त होला। विभिन्न समयमा जनतामा रहेको गुनासाहरूको पोखो यसपटकको चुनावमा फुट्यो भन्ने लाग्छ मलाई। एउटा कुरा, ओके, एउटा चिज। दोस्रो कुरा, अहिले जस्तो नेपाली कङ्ग्रेसको पनि महाधिवेशन भयो, हजुरले अहिले प्रसङ्ग जोडि नै हाल्नुभयो। हामीले पनि निकट महाधिवेशन सम्पन्न गऱ्यौँ, सत्तारूढ अवस्थामै हामी थियौँ र जुन आन्दोलनपछि ब्याक भयो होइन। त्यो समयसम्मका पनि अब मैले अहिलेसम्म सरस्वती हेर्दाखेरि पार्टीमा मैले पछिल्लो समय मतको एनालाइसिस दलहरूले आफूले गर्लान् भोलि, हाम्रो पनि संस्थाको समीक्षा आउला। तर के देखिन्छ भन्दाखेरि दललाई चिडाउन नचाहने तर दलप्रतिका गुनासाहरू कङ्ग्रेस प्रतिस्पर्धी ठान्ने, एमाले बरु कङ्ग्रेसलाई दिनुभन्दा अन्तपुर बेस ठान्ने, एमाले कङ्ग्रेस ठान्ने, कङ्ग्रेसले एमाले ठान्ने, एमाले माओवादी ठान्ने, यो आपसी हिजोका प्रतिस्पर्धी भएको हुनाले एक अर्कामा बाँडिएको मत चाहिँ त्यता जानुभन्दा अन्त जाने बाटो सजिलो भएको हो कि। र अहिले चाहिँ त्यो नयाँ दललाई एकपटक चाहिँ दिउँ भन्ने पार्टीभित्रका असन्तुष्टिहरूका पनि एउटा मोहरिता बनायो हो कि। दोस्रो कुरा, ओके, र त्यस्तो कुरा चाहिँ मलाई लाग्यो के हो भने खास कालखण्डमा नेपाली जनताले 10 वर्ष 15 वर्षमा एउटा ड्रास्टिक चेन्ज गर्ने गरेको देखिन्छ। तपाईँ 46 देखि विभिन्न समय जनमत सङ्ग्रहदेखि आजसम्म घटनाक्रम हेर्नुभयो भने त्यो देखिन्छ। त्यसैले यो बिचमा चेन्जको लागि चेन्ज जस्तो लाग्छ क्या मलाई त अहिले। चेन्जको मानसिकता जस्तो म एउटा उदाहरण दिउँ, जहाँ उम्मेदवार नै छैन, निर्वाचन आयोगले उम्मेदवार खारेज नै गरिसक्यो, तर भोट हाल्यो, जनताले भोट दिए, उसलाई पहिलो बनाइदिए। यस्तो छ कि उम्मेदवार को हो पनि थाहा छैन, उसको पर्सनल मूल्याङ्कन पनि छैन, अनि उसको योगदानको र सकारात्मक पक्षको केही पनि छैन क्या। जस्ट चेन्ज भन्ने ठाउँ पुग्यो हुनाले यो 10-15 वर्ष बिचको असन्तुष्टि जस्ट चेन्जमा गयो कि भन्ने लाग्छ मलाई। त्यो भोलिका दिनमा डेलिभरी के हुन्छ, मैले जस्ट चेन्ज भन्ने कुरो उहाँहरूले भोलि जस्टिफाई गर्न सक्नुहुन्न, भोलिको कुरा होला। ओके, तर एउटा चाहिँ जनतामा रहेको चेन्जको मनोविज्ञान पनि हो कि। त्यो चेन्जको मनोविज्ञान चाहिँ हाम्रै अकर्मण्यताका कारण हो भन्ने कुराको स्वीकारोक्ति त छ नि। स्वाभाविक हो, मैले अगाडि पहिलो विषयमै भने। करण सर, 64 सालको निर्वाचनमा अहिलेको जस्तै लहर तपाईँहरूको तत्कालीन पार्टीमा थियो, त्यस्तै लहरले तपाईँले पनि संविधान सभाको चुनाव जित्नु भएको थियो र तपाईँ पनि कलिलो उमेरमा सभासद बन्नुभएको थियो। 601 जना मध्ये तपाईँ एकजना हुनुहुन्थ्यो। प्रतिस्पर्धामा गइसकेपछि जित र हारलाई चाहिँ हामीले स्वीकार्नु पर्छ। र जुन अवस्थामा हामीले सकारात्मक काम गरेका थियौँ, जित आयो। जुन नकारात्मक काम गर्यौँ त्यसकारणले हार आयो। यो तपाईँ आफू नै उम्मेदवार भएका हिसाबले मैले तपाईँ केन्द्रित प्रश्न मैले त्यहीँनिर पुग्दैछु। राजकाजी गुरुङ करण 64 सालदेखि यता त्यसकारणले ठेक्का पट्टामा जोडियो कि, टिकट बाँडफाँडमा जोडियो कि, नाफा घाटाको राजनीतिमा मुछियो कि? त्यसमा 2-3टा कुरा छ। हामीलाई जुन अपेक्षा गरेका थिए जनताहरूले होइन, त्यो अपेक्षा अनुसार हामीले भूमिका निर्वाह गर्ने क्रममा तपाईँले भनेका शब्दहरूलाई मैले फेरि नदोहोऱ्याइकन कहीँ न कहीँ आशंका भयो होला। ओके, त्यसलाई हामीले इग्नोर गर्ने कुरा भएन क्या, आत्मसात गर्ने कुरा भयो। ओके, तर म तपाईँलाई यति कुरा भनिदिन्छु, हामीभन्दा अरू क्वालिटी भएर जसरी चाहिँ तपाईँले छानिरहनु भएको छ मतदाताहरूले, एकचोटि उहाँहरूले पनि पुरपुरोमा हात समात्ने दिन चाहिँ आउने छ। ओके, यसमा हामी चाहिँ 100% विश्वस्त छौँ। ठिक छ। अब कृष्ण सर र नवराज सर दुवैजनालाई एउटै प्रश्न। एमाले र कङ्ग्रेसले जनताहरूको आँखामा यति मजाले छारो हालेको रहेछ कि यो संविधान मार्फत 2/3 आउँदैन बहुमत, यो संविधान मार्फत बहुमत पनि आउन सक्दैन, त्यस कारणले गर्दा संविधान संशोधन गर्छौँ भनेर यहाँहरूले गठबन्धन गरेर सरकारमा जानुभयो। तपाईँले झुट बोल्नु भएको रहेछ। आउँदो रहेछ 2/3, आउँदो रहेछ बहुमत। तपाईँहरूको पावर चल्दासम्म तपाईँहरूका नेताहरू एउटा बन्द कोठाभित्र बसेर जनतालाई के भनेर आँखोमा छारो हाल्ने र सत्तारोहण गरिरहने भन्ने कुराको डायलग हुँदो रहेछ
र जनतालाई आँखामा छारो हालिहाली तपाईँहरूले सत्ताको स्वाद लिइरहनु भएको रहेछ भन्ने कुरा प्रमाणित भयो। जनताले यो इलेक्सनमा लगभग 2/3 मत पनि दिए। संविधान संशोधन भएको छैन, यही संविधान मार्फत 2/3 पनि आउनु मिल्दो रहेछ। यो संविधान मार्फत बहुमत त आइसक्यो, जनतालाई आँखामा छारो किन हाल्या? पहिला कसले दिनुहुन्छ उत्तर? ठिक छ, तपाईँ भन्नुहुन्छ? नै राखौँला। यसको जवाब भनेको त्यही वर्षको एउटा पनि सरकार नचल्ने उदाहरण। त्यसैले गर्दा यो हाम्रो चाहना त्यो थियो भन्ने होइन, पहिलो कुरा। ओके। दोस्रो कुरा के हो भने हामीले अहिले सरकारमा रहँदाखेरि अब त्यो आधारभूत रूपमै कहिल्यै आउँदैन बहुमत भन्न सकिँदैन। त्यसो इन्डियाकै कुरा गर्नुहुन्छ भने बहुमत नआएर पनि मिलजुली सरकार 5-5 वर्ष पुरै चलेको अनुभव छ नि, चल्दो रहेछ। तर हाम्रोमा चलेन। अनि बहुमतकै कुरा गर्दाखेरि संसदीय आउँदैन भन्ने त होइन, त्यहाँ पनि आइरहेकै छ, अरू संसदीय मुलुक भयो भने आएकै छ। तर हाम्रोमा किन आएन त, किन चलेन? त्यो मात्रै होइन, बहुमत आएर पनि किन चलेन? कङ्ग्रेसले एकपटक प्राप्त गरेको अवस्था किन विवाहित भयो? एमालेको पनि एकपटक नेकपा बनेको कालखण्डमा आएको थियो, किन चलेन? त्यसपछि गएर हामीले अहिले समीक्षा गर्दाखेरि त बहुमत आएर पनि कङ्ग्रेस, एमाले र नेकपा हुँदाखेरिको त्यो अनुभव पनि हामीसँग छ। त्यसैले गर्दाखेरि हामीले कम्तीमा पनि पछिल्लो बहस चाहिँ समाजको समस्या नै प्रतिबिम्बित भएको हो। तर तपाईँलाई लाग्यो त्यसो भए किन संविधान संशोधन लानु भएन त? वस्तुगत अवस्था थियो भने किन लानु भएन? त्यही बुझाउँला। त्यसको विषय के हो भने अब हामीले त्यो चुनावमा जाने बेलामा जुन उठाएका थियौँ, सम्भवतः अब यो पदमा रहनेहरूले बोल्दा अझ राम्रो हुन्थ्यो। तर म एकजना कार्यकर्ता भएको नाताले बोल्दा के हो भने गणितको सङ्ख्याको सायद सीमाले गर्दाखेरि यो उठाउने तर पार नलाग्ने ठाउँमा जाने हो कि भन्ने कुराले गर्दाखेरि एकचोटि हाम्रो अध्यक्षले भन्नुभएको थियो राष्ट्रिय सभामा नि बहुमत कहिले पुग्छ भन्नु उहाँले हिसाब गर्नुभएको थियो। त्यो भन्नुभएको बाहिर पनि आएको थियो। त्यो भएर सङ्ख्या हामी इस्यु उठाउने, छलफलमा लाने तर सेटल गर्न नसक्ने जटिलताहरूको स्थिति भएको हुनाले यसलाई सायद धेरै बहसमा नआएको हो कि भन्ने मेरो अनुमान हो है। तर कुरा के हो भने यो आवश्यक चाहिँ सामाजिक हिसाबले भएको थियो है। त्यो चाहिँ अहिले बहुमत आयो, मेरो कामना छ सरकार 5 वर्ष चलोस्। तर भोलि त्यही प्रवृत्ति दोहोरियो भने त फेरि हामी शासकीय स्वरूपमै जाने कि भन्नु त पर्ला नि। अब दोहोरिएन भने जस्तो 5 वर्ष सरकार चल्यो भने हामीले जनतालाई गुमराहमा हालेकै रहेछौँ। होइन, यसमा म फेरि पनि भन्छु, यो चुनावबाट 35 वर्षको 30 सरकारको परिवर्तन त फ्याक्ट हो क्या। हाम्रो चाहनाले त्यो पर्दा हाल्या होइन क्या। हामी त के मात्रै चाहेको हो भने यो समस्याबाट मुला कसरी मुक्त गर्ने त, केही त सोल्युसन दिनु पऱ्यो नि। कि यही शासकीय स्वरूपमा संसदीयबाट पनि आउने खोजौँ कि भने हो, कि चेन्ज गर्नुपर्छ भने गरौँ कि भने हो। कृष्ण सर यसमा केही थप्नुहुन्छ? संविधान संशोधन नगरिकन 2/3 आउन सम्भव रहेछ। यो त केसले भयो भन्दा मैले भन्दैछु नि, यो त 23-24 गते जुन एउटा राष्ट्रिय राजनीतिमा एउटा परिस्थिति निर्माण भयो, जेनजी आन्दोलनले एउटा भिन्न खालको जनमत तयार गर्यो, त्यसको परिणाम नै हो नि। यदि हामी स्वाभाविक निर्वाचनमा गएको भए रवि लामिछानेज्यू त यिनै मुद्दासहित अघिल्लोपल्ट पनि चुनाव लड्नुभयो, 20-21 जना हो, उहाँको हदैभाइ 60 पुग्नुहुन्थ्यो होला, 100 पुग्नु। तर के हो भन्दा नेपालमा जहिले सुकै पनि आन्दोलन पछाडि जब निर्वाचन हुन्छ त्यो निर्वाचनमा कोही न कोहीले बहुमत ल्याउँछ। अहिले 2/3 ल्याएको छ, यसलाई हामीले स्वीकारेका छौँ। ओके, हस्, ठिक छ। अबको नयाँ बन्ने सरकारले चाहिँ के गर्नुपर्छ, के भयो भने सुध्रिन्छ? अब अहिले जसरी चाहिँ यो रिजल्ट आइरहेछ, यो परिणामले के देखिन्छ भन्दाखेरि अब र रिजल्ट आइसकेपछि राष्ट्रिय स्वतन्त्र पार्टीभित्र जे खालका टिका टिप्पणी सुरुवात भएको छ, त्यो जनमत र टिका टिप्पणीको स्तर मिलेको छैन। जस्तै टिका टिप्पणी भने जस्तो मान्नुहोस् कुरा के छ भने अब प्रधानमन्त्री को हुने, कतिपय मान्छेहरू कुरो चपाएर बोलेका छन्, कतिपय मान्छेले 2 अर्थ लाग्नेहरू बोलिरहेका छन्, कतिपय मान्छेले चाहिँ योभन्दा दायाँ बायाँ हुन सक्दैन भनिरहेका छन्। यो कुरा के छ भन्छ यो राम्रो कुरा होइन, जनमत र यसको कुरा राम्रो कुरा होइन। एक। दोस्रो कुरा के छ भने अब हामीलाई हाम्रो शुभकामना के छ भन्दा कुरा के छ भन्दा यो राम्रोसँग अगाडि बढोस्, 5 वर्ष सरकार सञ्चालन होस्, सुशासन कायम होस्, होइन, सामाजिक न्याय होस्। सुशासन मात्रै गरेर हुँदैन, सामाजिक न्याय होस् र समृद्धिको दिशातिर यो सरकार अगाडि बढोस्। तर मलाई के लाग्छ भन्दा नि यो सरकारको कन्फ्युजन छ क्या नि। जस्तो यो अगाडि त बढ्ने, जस्तो मान्नुहोस् तपाईँले आर्थिक नीति के हुन्छ, आज नेपाली समाजको जुन मूल ट्रेन्ड छ नवउदारवादी अर्थनीति हो।
अब उहाँहरूको अर्थमन्त्री को हुँदै हुनुहुन्छ हल्ला अनुसार मतलब बाहिर सूचना अनुसार के देखिन्छ भन्दा स्वर्णिम वागले अर्थमन्त्री हुँदै हुनुहुन्छ। यदि स्वर्णिम वागले अर्थमन्त्री हुनुभयो भने उहाँले अवलम्बन गर्ने अर्थनीति के हुनसक्छ भन्दा स्वतः सजिलो तरिकाले भन्न सकिने कुरा के हो भने नव उदारवादी अर्थनीति हो। वर्ल्ड ब्याङ्क र चाहिँ तपाईँको चाहिँ एडिबीकै प्लान अनुसार अगाडि बढ्ने हो। जुन अर्थतन्त्रले वा जुन अर्थनीतिले नेपालको उद्योग धन्दा या नेपालको उत्पादनलाई किल गरेको छ, त्यसले मारिदिएको छ र आफ्नो उत्पादनप्रति प्राथमिकताको सूचीमा कहिले पनि राखेको छैन, परनिर्भरतालाई चाहिँ प्रायोरिटी राखेको छ भनेपछि कुरा के छ भने तपाईँले नीति के लिनुहुन्छ भन्ने कुराले चाहिँ निर्धारण गर्छ। त्यसमा त्यो हुँदाखेरि के देखिन्छ भने उहाँले लिएको नीति र आजको जनमतको बिचमा चाहिँ के छ भने ठुलो चाहिँ नि तपाईँको अन्तर्विरोध छ। हाम्रो के छ भन्नुहुन्छ भने जस्तै मान्नुहोस् तपाईँले एउटा मैले हिजो मात्रै एउटा सुने गोर्खाबाट जित्नु भएको चाहिँ एकजना चाहिँ मानिज्यूले के भन्नुभएको छ भन्दा भारतीय हजारौँ चाहिँ उद्योग धन्दा खोल्न सकिन्छ, गोर्खाको भागा किन 20-30वटा नपर्ने भन्ने टाइपको थियो क्या नि। तपाईँ त्यो भनेको कुरा के छ भन्नुहुन्छ त्यो अर्को झुट हो क्या। उद्योग धन्दा त्यत्रो चाहिँ जिल्ला जिल्लामा 20-25वटा उद्योग धन्दा चाहिँ तपाईँको चाहिँ खोलेर नेपालको विकास हुन्छै हुन्छ भन्नु हुँदैन। हामीलाई विदेशीसँग पैसा ल्याएर पनि सम्भव छैन। हामीले त हाम्रै हिमाल बेच्ने हो, हाम्रै पहाड बेच्ने हो, हाम्रै जमिनलाई उर्वरा बनाउने हो, हाम्रै पानीलाई चाहिँ तपाईँको चाहिँ विद्युत मार्फत चाहिँ हामीले उत्पादन गरेर चाहिँ तपाईँको पैसा कमाउने पर्यटन कृषि या उद्योग यो हाम्रो त यो पर्यटन उद्योग हो नि त। यसले के देखिन्छ भन्दा उहाँहरूले अवलम्बन गर्ने नीति र आजको नेपाली सामाजिक धरातल मिल्दैन। त्यसले के हुन्छ भन्दा एउटा कन्फ्युजन त्यहाँ क्रिएट गर्ने सम्भावना म देख्छु। एक दोस्रो कुरा के देख्छु भन्दाखेरि उहाँहरूले लिने पराष्ट्र नीति के हुनसक्छ त। जस्तो उहाँले जहाँनिर निर्भर भइरहनु भएको छ, मलाई यो कुनै तथ्यले प्रमाणित भएको म चाहिँ भन्दिनँ, तर आज जुन जुन उम्मेदवारहरूले मान्यज्यूले जितिरहनु भएको छ उहाँहरूको फन्डिङ चाहिँ उहाँहरू कहाँबाट चलिरहनु भएको छ त। उहाँहरूको घरको चाहिँ खेती ल्याएर चलाइरहनु भएको छ त। उहाँले चाहिँ जसरी चाहिँ मिडिया प्रयोग गरिरहनु भएको छ, जसरी मान्छेहरू मोबिलाइज गरिरहनु भएको छ, उहाँहरूको फन्डिङ के हो त भन्दा जुन जुन फाउन्डेसनबाट उहाँहरूले पैसा लिएर उहाँले अर्गनाइजेसन चलाइरहनु भएको थियो त्यसले के देखिन्छ भन्नुहुन्छ भने त्यो फाउन्डेसन के अरे त्यो फन्डको चाहिँ स्रोत कहाँ हो त भन्दा एउटा देशसँग केन्द्रित छ, खास गरी पश्चिमासँग केन्द्रित छ होइन, पश्चिमासँग केन्द्रित छ। फन्डिङ पश्चिमाबाट हुने, फन्डिङ युरोपबाट हुने, त्यसै भोलि हाम्रो देश जस्तो देश तपाईँले राष्ट्रिय स्वतन्त्र पार्टी पश्चिमाबाट म त्यो होइन फन्डेड पार्टी तपाईँले एउटा भनेन, मैले त्यो भनिराखेको छैन। राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार भएका मान्यज्यूहरू भनेको छु मैले। फेरि मैले राष्ट्रिय स्वतन्त्र पार्टी भनिरहेको छैन। तर अब कुरा के छ भने यस्ता खालका उम्मेदवारहरूले जितिरहनु भएको छ, भोलि उहाँहरूले पराष्ट्र नीति कस्तो गर्नुहुन्छ। हामीले आजसम्म हाम्रो नेपालले लिएको पराष्ट्र नीतिलाई अवलम्बन गर्नुहुन्छ कि एकपक्षीय गर्नुहुन्छ, जबकि आज त नेपाल त असाध्यै संवेदनशील ठाउँमा छ नि त। चाइना र भारत जस्तो संवेदनशील ठाउँको चाहिँ बिचमा छौँ हामी। त्यसले हामीले सन्तुलित पराष्ट्र नीति लिन सकिएन भने खतरा पोइन्टमा हामी जाँदैछौँ। तेस्रो कुरा मैले यो भन्छु। चौथो कुरा के छ भने सामाजिक न्यायको कुरा पनि छ। जस्तो सामाजिक नेपालको त सामाजिक धरातल त अन्तर्विरोधी छ नि त। तपाईँको सामाजिक बनावट पनि के छ भने तपाईँको आर्य खसदेखि लिएर मधेसीदेखि लिएर थारूदेखि लिएर जनजातिदेखि लिएर दलितदेखि लिएर सबै खालका चाहिँ नि कम्युनिटीहरू बसेर चाहिँ बसोबास गरेको मिश्रित प्रकारको सामाजिक संरचना हो। र सत्तामा प्रतिनिधित्वको कुरा र सामाजिक रूपमा चाहिँ न्यायोचित व्यवहार गर्ने कुरा चाहिँ उहाँहरूले के गर्नुहुन्छ। जस्तो महिलाको सम्बन्धी उहाँले नीति के गर्नुहुन्छ, जनजातिसँग सम्बन्धी के गर्नुहुन्छ होइन, अल्पसङ्ख्यकसँग सम्बन्धी के, दलित सम्बन्धी के हुन्छ, त्यसले उहाँहरूको प्रष्टता छैन। र त्यस कारणले त्यसको कन्फ्युजन छ। चौथो कुरा यो भन्छु म। त्यस कारणले गर्दाखेरि एउटा त्यो भन्छु। अर्को कुरा के छ भने जस्तो संविधानको कुरा गरौँ न त। जस्तो उहाँले संविधान संशोधनको कुरा गरिरहनु भएको छ, अहिले तपाईँले पनि गरिरहनु भयो। हामीले भनेको कुरा किन हिजो के भने राष्ट्रपति प्रणालीमा जाउँ है, प्रधानमन्त्री या राष्ट्रपति कार्यकारी बनाएर जाउँ, त्यसले गर्दा राजनीतिक स्थायित्व हुन्छ भने त्योमा उहाँहरू जान सक्ने हो कि नसक्ने होइन। विगतमा हामी जान सकेनौँ। यसमा चाहिँ हामीले संविधान बनायौँ। संविधानमा त्यति बेलाको माओवादीको रिजर्भेसन थियो, कङ्ग्रेस र एमालेलाई हामीले सहमत गराउन सकेनौँ। तर आज चाहिँ उहाँहरूले त्यो गराउन सक्नु चाहिँ सक्नुहुन्न होइन। त्यो विषयमा उहाँहरूको धारणा के हुन्छ, निर्वाचन प्रणालीको विषयमा उहाँहरूको धारणा के हुन्छ होइन। त्यस कारणले गर्दाखेरि मेरो विचारमा कुरा के छ भने संविधानसँग सम्बन्धी के हुन्छ र संविधान मार्फत चाहिँ उहाँहरूले गर्न खोजिरहेको जे मुभिङ छ त्यो पनि कहीँ न कहीँ आग्रह पूर्वाग्रहपूर्ण ढङ्गले प्रेरित भएर काम गर्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। नवराज सर, अब बन्ने सरकार, नयाँ प्रधानमन्त्री, नयाँ मन्त्रीहरू, पार्लियामेन्टमा पनि नयाँ एमपीहरू होइन, सबै हामी नयाँ देख्दैछौँ। तपाईँहरूको उपस्थिति त अब कुना कुनातिर कता कता
हुने जस्तो भइसक्यो। अब बन्ने सरकारका चुनौतीहरू के हुन्? तपाईँहरूका अनुभवले चाहिँ नयाँ सरकार चाहिँ कसरी अगाडि बढ्नुपर्छ? मैले उहाँलाई अब कन्फ्रन्टेसनबाट जोगिनुहोस् भन्छु। अहिले पनि संसद भने त 3टा अङ्ग हो। उहाँ एउटा अङ्गमा 2/3 लिएर आउनु भएको छ। प्रतिनिधि सभा, राष्ट्रिय सभा र राष्ट्र प्रमुख जोडिने ठाउँ हो त्यो। राष्ट्रिय सभा उहाँहरूको अनुकूल छैन। अनावश्यक कन्फ्रन्टेसनले उहाँलाई समस्या ल्याउन सक्छ। दोस्रो कुरा, हाम्रो देशको संविधान अनुसार 3 तहको राज्य छ। प्रदेश पनि छ र स्थानीय तह पनि छ। उहाँले कन्फ्रन्टेसन सुरु गर्नुभयो भने यी 2 तहको पनि प्रतिवाद गर्न सक्छ। त्यसले गर्दाखेरि पनि उहाँलाई राम्रो गर्दैन। अर्को कुरा, उहाँले कन्फ्रन्टेसन ओर्लनुभयो भने निकट भविष्यमा बजेट ल्याउनु छ। उहाँलाई पपुलर बजेट ल्याउनु पर्ला नि, चुनाव घोषणापत्र कार्यान्वयन गर्नु पर्ला नि, 5 वर्ष चलाउनु पर्ला नि, 5 वर्षको कामले 10 वर्ष 15 वर्ष जग बनाउनु पर्ला नि। यदि गर्ने हो भने कन्फ्रन्टेसनलाई कम गर्नुपर्छ। दोस्रो चिज, त्यस्तो चिज उहाँहरूले गर्नुपर्ने उहाँहरूका चुनावी बाचा छन्। उहाँहरूको चुनावी बाचा र हाम्रो अर्थतन्त्रको अवस्थाको बिचमा ठुलो खाडल छ। भैँसी खस्ने खाडल छ। मान्छे खुट्टा चिप्लिने मात्रै होइन। अहिले बाह्य मुद्रा सञ्चित अलिकति बढिया छ, नभए आन्तरिक रूपमा हामी नियमित रूपमा बजेटले पनि नियमित बजेट तलब भत्ता थ्याक्दैन आजको अवस्थामा। उहाँहरूले जुन कुरा घोषणा गर्नुभएको छ त्यो बिचको खाडल कसरी पुर्ने हो, उहाँले सही राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने दिशामा जानु भएन भने त्यो खाडलै रहनेवाला छ। खाडल पुर्ने कुरा सफलता मिलोस्। दोस्रो कुरा, तेस्रो कुरा के छ भने उहाँहरूसँग अघि उहाँले पनि जोड्नुभयो थोरै विषय, त्यसमा मूर्तै ढङ्गले भनिदिउँ। भदौको 23-24 गते भारत फाउन्डेसनको नाम कति चर्चामा आयो। हामी नेपालको साइडमा गएर हेर्नुभयो भने त्यहाँ फन्डिङ कसले गरिरहेछ। यो गण्डकी प्रदेश 28 सालमा चीन विरुद्ध फौज निर्माण गरेर युद्ध सुरु गरेको भूमि पनि हो। जुन मुस्ताङमा कैसाङ क्याम्पबाट, जहाँ सेनाले त्यतिखेर अपरेसन गरेर लखेटेका 2टा नेता थिए। एउटा हिसी त मारिगए, वाङदी कन्फ्रन्टेसनमा मारिए, एउटा चाहिँ आत्मसमर्पण गरे, एकजना मारिए। त्यस्तो अहिले आएर तपाईँ अस्ति 23 गतेको आन्दोलनमा तपाईँ देख्नुहुन्छ कस्ता कस्ता झन्डा बोकेर आए, टिओबीको लडाकाहरू कसरी आए, ती बाइकहरू कसरी आए, तिनको आन्दोलनसँग के साइनो छ? जेएनजीसँग तिम्रो के साइनो छ? त्यो भएर जो 23 गतेको आन्दोलनमा लागे, जसले त्यसलाई हिंसक बनाए, जसको फन्डिङमा त्यतिखेर सञ्चालित संस्था संलग्न भए, बालनजीले अरू नआउनुहोस् भनेर एउटा स्टाटस लेखेको मैले देखाएँ। जेएनजीको आन्दोलन अरू नआउनुहोस् भन्नुभएको थियो, दल नआउनुहोस् भन्नुभएको थियो। तर दल नआउँदै गर्दा त्यस्ता समूह आउनु हुन्थ्यो कि हुँदैन थियो? कसले ल्याइयो, कसरी ती जले, कसरी तालिम प्राप्त ढङ्गले जलाइयो, यी सबै चिज आयोगले पनि ल्याउला। तर म के देख्छु भने उहाँहरू नेपालको परराष्ट्र मामलामा विचलित हुनुहुने खतरा छ। नेपालको परराष्ट्र मामला हाम्रो असमानताको नीतिबाट उहाँहरू डिरेल हुनुभयो र 23-24 घटनामा संलग्न भएका प्रवृत्तिसँग जोडिएर भोलि अगाडि चल्न खोज्नुभयो भने देश अर्को विडम्बनामा जान्छ। त्यो भएको हुनाले यो 3 चिज उहाँहरूले ध्यान दिएर जानुभयो भनेदेखि हामी नेपालमा शान्ति, सुव्यवस्था र समृद्धिको लागि हामी प्रतिपक्षमै बसेर योगदान गर्छौँ। तर उहाँहरूको जुन पाइला देखिया छ शुभ सङ्केत छैन। त्यो सचियोस् हाम्रो कामना छ। हस् कृष्ण सर, जस्तो तपाईँहरू अब प्रमुख प्रतिपक्षको बेन्चमा हुने कुरा लगभग पक्का भएको छ। तपाईँका पार्टी सभापति, विशेष महाधिवेशनबाट बन्नुभएका पार्टी सभापतिले हाम्रो सरकार बन्यो भने हामी यो सरकारको नेतृत्व गरेका सबैलाई छानबिनको दायरामा ल्याउँछौँ। विगतमा सरकारको नेतृत्व गरेका सबैभन्दा पहिला शेरबहादुर देउवाबाट सुरु गर्छौँ, 2 नम्बरमा गगन थापा। यो उहाँको अभिव्यक्ति हो। अब कार्की आयोगले अहिले केपी शर्मा ओली र रमेश लेखकलाई कारबाही गर्नुपर्छ भनेर सिफारिस गरेका छ भन्ने कुरा पनि सुन्नमा आएको छ। र सँगसँगै तपाईँका पार्टी सभापति गगन थापा र तत्कालीन सभापति शेरबहादुर देउवा लगायत पुराना राजनीतिक दलका नेताहरूलाई छानबिनको क्रम अगाडि बढाउने गरी यो नयाँ बन्ने सरकारले सुशासनको बिगुल फुक्नुपर्छ भन्ने माग आम जनमानसमा छ। यसमा प्रमुख प्रतिपक्ष दलको चाहिँ पूर्ण रूपमा सहयोग भएको चाहिँ देख्न पाइन्छ होला।
एउटा यो अपेक्षा होइन गगन थापाकै विषयमा छानबिन गर्नका निम्ति पनि प्रमुख प्रतिपक्ष दल नेपाली कङ्ग्रेसको पूर्ण सरकारलाई सहयोग भएको देख्न पाइन्छ होला। एउटा यो कुरा राख्दै अब बन्ने सरकारले के काम गर्नुपर्छ? अनि यसमा प्रश्न के हो भन्दा नि यो सरकार जस्तै जुन जनमत उहाँहरूले प्राप्त गर्नुभयो मत यो स्वाभाविक छैन, यो पुराना पार्टीहरूसँगको एग्रेसिभ मत हो। यो मत कुनै पनि बेला उहाँहरूसितबाट भड्किन सक्छ र त्यहाँ कस्तो तपाईँहरूबाटै भड्केको मत उता गएको हो। 75% मत उता गएको छ भने 25% शेरबहादुर देउवाको कारणले गर्दा, 25 केपी ओलीको सबैका कारणले कारणले गर्दा गएको मत हो। र अनि उहाँको प्रश्न के छैन भन्दा उहाँको पार्टीको जस्तै नेपाली कङ्ग्रेस प्रजातन्त्रमा विश्वास गर्ने, हाम्रो के अरे समाजवादी अर्थव्यवस्था होइन, असंलग्न परराष्ट्र नीति, हाम्रा आधारभूत देशका मूल्य मान्यताहरूमा हामी सबै दलहरू स्पष्ट छौँ होइन। तर उहाँहरूको स्पष्ट कुनै कुरा छैन होइन। उहाँको अर्थनीति के हो, परराष्ट्र नीति के हो, शासकीय स्वरूपमा उहाँहरू कस्तो चाहने हो, तर उहाँहरूलाई परेका भोट कस्ता, त्यहाँ राजा चाहनेका भोट पनि त्यहीँ छन्, नचाहनेका भोट नि त्यहीँ छन् होइन। एउटा धार्मिक राज्य चाहनेका नि छन्, नचाहनेका नि छन्, सबै खालका भोटहरू त्यहाँ छन्। त्यो भोटहरूलाई उहाँहरूले सम्बोधन गरेर लिएर जाने कुरामा यदि उहाँहरूले प्राप्त गरेको 2/3 जुन संसदमा 2/3 उहाँको छ त्यो दम्बाभित्र रहेर उहाँ जान थाल्नुभयो भने मलाई लाग्छ उहाँहरू आफ्नै कारणले आफूभित्रै उहाँहरू ठुलो समस्या पर्नुहुन्छ। त्यसमा हाम्रो कुनै कारण हुँदैन। के गर्नुपर्छ त? के गर्नुपर्छ? त्यसो भएको हुनाले सबैभन्दा प्रमुख कुरा के भन्दा सुशासन कायम गर्ने कुरामा हाम्रो प्रचलित मौजुदा ऐन कानुन र संविधानभित्र दोषी ठहरिएका जोसुकै हुन् प्रमाणको आधारमा कारबाही गर्ने कुरामा हामी प्रतिपक्ष भएको हुनाले हाम्रो पुरापुरी सहयोग रहन्छ। त्यसमा हाम्रा कुनै गुनासा हुन्नन्, टिका टिप्पणी हुन्नन्, आलोचना हुन्नन्, हामी केही गर्दैनौँ। तर पूर्वाग्रही ढङ्गबाट चाहिँ उहाँहरूले कारबाही गर्न सुरु गर्यो भने त्यसमा हाम्रो फरक मत रहन्छ र हामी फरक ढङ्गले जान्छौँ। जस्तै एउटा कुरा मान्नुहोस्, यो भनेको के हो होइन, त्यो भनेको म भन्दा जस्तै मान्नुहोस् पुराना सत्तामा रहेकाहरूलाई कारबाही गरिरहँदा ल जस्तै मान्नुहोस् एउटा कारबाहीको कुरा कहाँ आयो? अहिले कारबाहीको कुरै आएको छैन। पहिला छानबिन हुन्छ अनि बल्ल कारबाही होइन। जस्तै छानबिनका निम्ति त जो पनि तयार हुनु पर्यो। ऐन कानुनभित्र रहेर गरिने, प्रमाणका आधारमा गरिने सजाय कारबाही मदेखि जसलाई गरिने त्यसमा हाम्रो समर्थन रहन्छ। तर के भयो भन्दा कहीँ न कहीँ त्यसमा आग्रह र पूर्वाग्रह देखियो भने होइन, देखियो र पक्ष विपक्ष जस्तै मान्नुहोस् अहिले सहकारीका कुरा बढी छन् होइन। जस्तै हिजो उहाँहरूले भन्ने गरेका कुरा सहकारीमा जोडिने, सहकारीको अर्थ अपचलन गर्ने धेरै छन्। पार्टीका पुराना पार्टीका मान्छे त्यसलाई जोगाउने, रवि लामिछानेले मात्रै किन कारबाही गर्ने भनिया छ नि। यही केसलाई उहाँहरूले राजनैतिक रूपले लिएर जाने र अरूलाई लिएर जोडेर चाहिँ कारबाही अगाडि बढाउनु भयो भने उहाँले भनेका कुरा उहाँहरू चाहिँ बाजिन्छन्। अब म अन्तिम प्रश्न राख्दैछु यहाँहरूलाई। अब यो सरकारले थप के गर्नुपर्छ, कसरी काम गर्यो भने राम्रो हुन्छ भन्ने कुरामा त यहाँले जवाफ दिइसक्नुभयो। अब नेपाली कम्युनिस्ट पार्टीको भूमिका चाहिँ के हुन्छ त? सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा यो सरकारलाई हाम्रो पूर्ण समर्थन हुन्छ। त्यसमा र तर पनि हुँदैन। किन हामीले राजनीतिक परिवर्तन गऱ्यौँ, जनताको जीवन परिवर्तन गर्ने हो। त्यसमा अलिकति हाम्रो त्रुटि भएको छन्, त्यसलाई करेक्सन यसले गर्न सक्यो भने त हामी मद्दत गर्ने हो। त्यसमा कुनै दुविधा छैन। एक दोस्रो कुरा के हुन्छ भने यदि तपाईँको चाहिने कुरा के छ भने कहीँ न कहीँ अलिकता चाहिँ अपरिपक्व खालको चाहिने कामहरू गर्ने सम्भावना पनि छ। यदि त्यसो भयो भने हामी फेरि खबरदारी गर्ने, सचेत गर्ने, यसमा हाम्रो भूमिका हुन्छ र त्यसमा हामी सहयोग गर्छौँ। ओके नवराज सर, अब चाहिँ नेकपा एमालेको भूमिका कस्तो देखिन्छ समाजमा, सदनमा, जताततै? मैले अघि पनि भने हामी प्रतिपक्षी मानसिकताबाट जेसुकै कुरा पनि विरोध गर्दैनौँ। एक दोस्रो कुरा अहिले 2/3 लिएर आएको दम्बको नाममा मैले अघि पनि भने उहाँले कन्फर्टेसन जन्माउने, नाजायज ढङ्गले पेल्न खोज्ने र गलत बाटो हिँड्नुभयो भने हामी जस्ताको तस्तै सडकमा उत्रन्छौँ। संसदमा पनि उत्रन्छौँ, सडकमा पनि उत्रन्छौँ। तर मैले अघि नै भने हाम्रो शुभकामना छ यो बहुमत प्राप्त गरेको सरकार यसलाई सदुपयोग गरोस्, समृद्धिको लागि सदुपयोग गरोस्, स्थायित्वको लागि सदुपयोग गरोस्, दीर्घकालीन हितको लागि सदुपयोग गरोस्। र अझ यदि सरकार चाहन्छ भने एक चुनावमा त अहिले बहुमत आयो ठिकै छ, तर शासकीय स्वरूप नै दिगो बनाऊँ भन्ने हो भने संविधान संशोधनको निम्ति पनि व्यवहारिक रूपमा उसले प्रस्तावहरू लिएर आयो भने हामी आग्रह नराखिकन, पूर्वाग्रह नराखिकन हामी सहयोग गर्न तयार छौँ। ओके
कृष्ण सर, अन्तिम प्रश्न, होइन तपाईँहरूले अब बन्ने सरकारलाई कसरी सघाउनुहुन्छ? पार्टीले गर्ने हाम्रो पार्टीले गर्ने भूमिका भनेको हामी सदनमा जिम्मेवार र परिपक्व भूमिका हामी निर्वाह गर्छौँ र नेपाली कङ्ग्रेस के जान्छ भने देश, जनता, राष्ट्र, राष्ट्रियता, प्रजातन्त्र र यो मुलुकको शान्ति र समृद्धि गर्ने कुरामा र जनताको व्यवस्थामा होइन, जनताको जीवनमा परिवर्तन ल्याउनु पर्यो। अहिलेको जनताको दुईवटा कुरा विशेष गरी जनताले खोजेको, एउटा कुरा जनताले स्वरोजगार खोज्यो, रोजगारी खोज्यो, मुलुकभित्रै बस्न खोज्यो र दोस्रो कुरो के हो भन्दा जनताले समृद्धि पनि खोज्यो। त्यसको लागि चाहिँ सरकारले काम गरोस् र हामी त्यो चाहन्छौँ र हामी त्यसमा, हामी प्रधानमन्त्री छैनौँ, हामी कमजोर छौँ, फेरि उनीहरूलाई सहयोग गरेर उनीहरूले गरेका राम्रो कुराले अर्कोपल्ट नि हार्छौँ कि भनेर हामी त्यो आग्रह राख्दैनौँ। हामी अर्कोपल्ट पनि हार्न तयार छौँ, तर जनताले हार्न हुन्न। यो बेला मुलुकले, प्रजातन्त्रले, राष्ट्रियताले र जनताले हार्न हुन्न। त्यो काममा उहाँहरू सचेत रहनुपर्छ। हामी त्यो कुरा सचेत गराउँदै जिम्मेवार र परिपक्व प्रतिपक्षको भूमिका चाहिँ हामी सदनमा निर्वाह गर्छौँ। हस्, धेरै धेरै धन्यवाद छ। अब यहाँहरूलाई जनताले हामीसँगै रहनुहोस्, केही समय सदनमा नजानुहोस् भन्नुभएको पनि हो कि भनेर पनि लिनु होला। यो समयका लागि, संवादका लागि तिनैजनालाई धन्यवाद। हस्, धेरै धेरै धन्यवाद। हस्, थ्याङ्क यू।